साथीहरू आज चाहिँ हामी दादाको घर पुगेर आएको भने जस्तै फुपूको र हामी चाहिँ बाटो हिँड्दैछौँ। यहाँ हेर्नुहोस् भ्यू चाहिँ कस्तो दामी क्या, म त छक्कै परेँ साथीहरू होइन। तपाईँहरूलाई म युट्युबमा हालिदिनु चाहिँ हेर्न सक्नुहुनेछ, कस्तो छ भ्यू हेर्नु सक्नुहुनेछ। र हामी चाहिँ लामो छ तर बाटो होइन। यहाँ मम्मी दादाहरू हिँड्नुहुँदैछ, तपाईँहरू देख्न सक्नुहुनेछ। यहाँ सानो बहिनी देख्नुभयो होला, यस्तो छ है साथीहरू भ्यू, कस्तो दामी छ क्या, हेर्नु सक्नुहुनेछ। म त छक्कै परेँ, भ्यू त कस्तो दामी आउँदो रहेछ होइन। म चाहिँ यहाँ दादाले भन्नुहुँदैछ 1 केजी बाम झिक्नु भयो अरे। अब फेरि एक दिन हामी आएर फेरि माछा पकाइन्छौँ साथीहरू। हामीले धेरै घुँगी पकाइसकेको छौँ। अब फेरि मेरो ड्याडीलाई लिएर आएर तपाईँहरूको माछाहरू देखाउनेछु। हामीले चाहिँ धेरै पकाएर आज घुँगी होइन, तर लामो बाटो रहेछ क्या साथीहरू। अब हामी हिँड्दै जानुपर्छ हो। यहाँ शीतल पनि रहेछ अनि हामी यो बाटो जाँदैछौँ। उता के को बोटो होइन, यो रुख के को ला साथीहरू। यो के भएको, मलाई डरै लाग्दो। यस्तो नभन्नु चाहिँ मलाई डर लाग्छ नि, राति सुत्न सक्दिनँ पो त यस्तो। किन भाइ कसरी बस्छ नि खोलामा? खोइ कुन खोला? हो साथीहरू, तपाईँले सुनिरहनु छ नराम्रो छ है साथीहरू। ओके बाई, अर्कोमा हेर्नुहोस् पार्ट 2मा आउनेछ।